ब्याचलर्स अफ नर्सिङको लागि अप्सन खोज्दै हुनुहुन्छ अस्ट्रेलिया, न्युजिल्यान्ड, युएसए, क्यानाडा र युके मध्ये सबैभन्दा इजी एडमिसन अथवा अफोर्डेबल अप्सन भनेको न्युजिल्यान्ड नै हो, जसमा हजुरले 6.5 नट लेस देन 6.5 अर पिटीमा 58 नट लेस देन 58 स्कोर मात्र ल्याइपुग्छ इङ्ग्लिस प्रोफिसेन्सीको लागि। र एकाडेमिक रिक्वायरमेन्ट्सको लागि +2 लेभलमा बायोलोजीको क्वालिफिकेसन, बायोलोजी लिएर +2 साइन्स गरेको हुनु पर्यो, अर पिसिएल नर्सिङ गर्नुभएको छ भने हजुरले ब्याचलर्स अफ नर्सिङको इजी एडमिसन पाउने भनेको न्युजिल्यान्ड हो। फाइनेन्सियली चाहिँ न्युजिल्यान्डमा चाहिँ किन चाहिँ सजिलो छ भन्दा युनिभर्सिटी बाहेक तपाईँले न्युजिल्यान्डको पोलिटेक्निक्सहरू, न्युजिल्यान्डको सरकारले फन्डिङ गरेको कलेजहरू 16वटा छ, अहिले 16 पोलिटेक्निक्सहरू छ, जसमा चाहिँ हजुरले इयरली 28-29,000 30,000सम्म न्युजिल्यान्ड डलर ट्युसन फीको रेटमा 3 इयर्सको ब्याचलर्स डिग्री, ब्याचलर्स अफ नर्सिङको एडमिसन पाउनुहुन्छ, जम्मा 58 इजब्यान्ड पिटीको लागि। र कमन इन्ट्रान्सको कुरा रह्यो, नेपाल गभर्मेन्टको अथवा शिक्षा मन्त्रालयको रुलको हिसाबले तपाईँले कमन इन्ट्रान्स नदिइकन एनओसी पाउनुहुन्न, तर एडमिसनको लागि र भिजा रिक्वायरमेन्ट्सको लागि सी सर्टिफिकेट चाहिँदैन। सो तपाईँले नर्सिङको लागि प्लान गर्नुभएको छ भने न्युजिल्यान्डमा ग्रिन लिस्टमा परेको हुनाले ब्याचलर्स अफ नर्सिङ गर्न आउने स्टुडेन्टले म्यारिड भएको खण्डमा आफ्नो डिपेन्डेन्ट पार्टनरलाई वर्क भिजामा पनि ल्याउन पाउनुहुन्छ। सो न्युजिल्यान्डको रजिस्टर्ड नर्स भइसके पछाडि न्युजिल्यान्डमा रेजिडेन्सीको लागि हरेक कुराबाट तपाईँलाई पर्फेक्ट डेस्टिनेसन मानिन्छ। सो